नमस्ते सम्पूर्ण साथीहरूलाई। आज चाहिँ म बस्ने एरियाबाट सानो भिडियो बनाउँदैछु र मेरो बसाइ चाहिँ ललितपुर जिल्लाको भैँसेपाटी चुनिखेलमा हो। अनि आज चाहिँ म बस्ने एरियाको छोटो एउटा भिडियो बनाएको छु। अनि यो चाहिँ मेरो टमाटर बारी हो। यहाँ चाहिँ अब टमाटर लगाएको छ हामीले 4-5 वटा टनेलामा। अनि यो हरियो ड्रमहरुमा चाहिँ गाईको मल पिसाबहरु हो घोलेर यो टमाटरको जरामा लगाउनको लागि। अनि हामीले चाहिँ यो टमाटर भित्र चाहिँ रायोको साग पनि लगाएको छु साथीहरु। यसो आफूले खानु पनि हुन्छ र बेच्नलाई पनि हुन्छ। अनि त्यसै गरेर यो टमाटरको फूलहरु फुल्न थालेको छ र सानो टमाटरहरु पनि फल्न थालेको छ भित्र। अनि यो टमाटरको पत्ता पनि अलिकति काट्ने बेला भएको रहेछ, झ्याम्म भयो। अस्ति नकाटेर हामीले यहाँ डोरीले बाँधेर यसरी तन्काएर राखेको थियो, फेरि काट्ने बेला भएको रहेछ साथीहरु। अनि यो चाहिँ हाम्रो खुर्सानी बारी हो। खुर्सानी खासै त्यति धेरै राम्रो चाहिँ छैन, नयाँ ठाउँ भएर होला, मल पानी त्यति नमिलेर। अनि यो फल्नु चाहिँ फल्न थालेको छ। यो तलको चाहिँ मकै बारी हो। अनि यो मकै बारीमा चाहिँ हामीले आलु लगाएको थियो, पहिला आलु रोपेको थियो। आलु खनेर चाहिँ अनि पछि मकै रोपेको हो। धेरै झारले खाएर अनि मकै गोडिसक्यो, अब युरिया हाल्ने बेला भएको रहेछ साथीहरु। यो तलको चाहिँ अरुकै कृषि टनेलहरु हो र प्लटिङहरु हो, प्लटिङ गर्दैछ जग्गाहरु। अनि पारीको चाहिँ यो साब्दो बाटो हो। अनि सुनाकोटी ठेचो हुँदै चापागाउँ प्याङ गाउँ हुँदै माथि टिका भैरव जाने हो। अनि यो तलको एउटा टनेला चाहिँ खाली छ। हिजोअस्ति साग थियो, यो साग हटिसकेपछि यसले झारै झार भएको छ। अनि यो दुईटा टनेलामा चाहिँ हामीले काँक्रो पनि लगाएको थियो साथीहरु। काँक्रो धेरै फल्यो, खायो पनि अनि बेच्यो पनि र अझै पनि फल्दैछ। कोही खाने बेला छ, कोही चिचिलाहरु फल्दैछ, सानो चिचिलाहरु धेरै छ। हामीले त्यस्तो भिटामिन औषधिहरु खासै केही हालेको छैन। अब फाल्ने बेला भयो भनेर यसलाई चाहिँ हामीले भोलि फाल्ने र खन्ने मलहरु लाने प्लानिङ गरेको छ। किनकि हामीलाई टमाटर रोप्नको लागि चाहिँ यहाँ ढिला भइसकेको छ, त्यसैले फाल्नुपर्ने कुरा गरिराखेको छ। अनि फेरि टमाटर यो काँक्रोको बिरुवा पनि फाल्नलाई हामीलाई एकदम माया लागिरहेछ साथीहरु। धेरै फलिराखेको छ, अझै फल्दैछ राम्रोसँग। अनि आफूलाई खानु पनि हुन्छ, किन्नु पर्दैन है। अनि यो छेउछेउमा चाहिँ अलिअलि मकै लगाएको थियो, मकै पनि जस राम्रो भएको छ अहिले। अनि यो अलिअलि सानो बोटहरु खुर्सानी, उखु, पुष्टकारी, केराहरु, अनि सिमी लगायत पिडालु, अनि लट्टेको सागहरु, फर्सीको मुन्टाहरु छ, पालुङ्गोको सागहरु। यो धार्चो झण्डा चाहिँ मेरो आँगन थियो यहाँनेर। यो मास्लो वाल र घर बनाउने भएको कारणले, अर्कैको जग्गा भएको कारणले गर्दा हामीले यहाँबाट हाम्रो टहर कोठा चाहिँ सार्यौं। लट्टेको सागहरु पनि छ साथीहरु। यहाँ अहिले घर बनाइराखेको छ। यो तलबाट काम भइरहेछ अन्डरग्राउन्ड। यो माथिको चाहिँ चर्च र एउटा किस्टल्यान्ड भन्ने एउटा बोर्डिङ स्कुल हो। अनि यहाँ केराको बोटहरु पनि छ। है त गाइस, बाइ बाइ। भिडियो बनाइरा